के होला यदि खेतीपातीलाई हेर्ने हाम्रो दृष्टिकोणमा एउटा सानो तर शक्तिशाली परिवर्तनले हाम्रो ग्रहलाई बचाउने र सबैलाई खुवाउने चाबी बोकेको छ भने? सुन्दा ठूलै कुरा लाग्ला, तर आज हामी त्यही परिवर्तन अर्थात् कृषि पारिस्थितिकीको बारेमा गहिरिएर कुरा गर्नेछौँ। तर सुरु गर्नुअघि हामी अहिले कहाँ उभिएका छौँ भन्ने यथार्थ बुझ्न एकदमै जरुरी छ, किनभने हाम्रो खाद्य प्रणाली र यो सँगै हाम्रो सिङ्गो ग्रह नै एउटा निकै गम्भीर मोडमा आइपुगेको छ। यो सङ्कट कुनै एउटा मात्र समस्या होइन, यो त तीनवटा एक आपसमा जेलिएका समस्याहरूको जालो हो। जलवायु परिवर्तन, जैविक विविधताको विनाश अनि बढ्दो प्रदूषण। यसलाई त्रिपक्षीय भूमण्डलीय सङ्कट पनि भनिन्छ र यसले हाम्रो विश्वव्यापी खाद्य सुरक्षाको जग नै हल्लाइरहेको छ। हो, यसले एउटा एकदमै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। के हामीले यस्तो खाद्य प्रणाली बनाउन सक्छौँ जसले ग्रहलाई बिगार्ने होइन कि बरु यसको घाउ निको पार्न मद्दत गरोस्? र जवाफ हो, पक्कै पनि सक्छौँ। अब कसरी, त्यही हेरौँ। खुसीको कुरा के छ भने जवाफ एकदमै प्रष्ट छ र यो हामीले सोचेभन्दा कता सरल अनि शक्तिशाली पनि छ, किनकि यो समाधान प्रकृति आफैले दिन्छ। हो, यसैलाई भनिन्छ प्रकृति आधारित समाधान। यसको मूल मन्त्र एकदमै सिधा छ। हाम्रा ठूला चुनौतीहरू समाधान गर्न प्रकृतिसँग लड्ने होइन, बरु प्रकृतिकै नियम र प्रक्रियाहरूलाई अपनाउने। यसो गर्दा मानिसको पनि भलो हुन्छ र जैविक विविधताको पनि संरक्षण हुन्छ, दुवैलाई फाइदा। यहाँनिर सोचमा एउटा ठूलो परिवर्तन देखिन्छ, होइन त? हेर्नुस् न, परम्परागत कृषिले प्रकृतिलाई एउटा प्रतिस्पर्धीको रूपमा हेर्छ जसलाई नियन्त्रण गर्नुपर्छ। तर कृषि पारिस्थितिकीले प्रकृतिलाई उत्पादनको इन्जिन, एउटा महत्त्वपूर्ण साझेदार मान्छ। यो भनेको कृत्रिम रसायनबाट सोझै पारिस्थितिकीय सेवातर्फको एक ठूलो छलाङ हो। ल, अब एउटा बिल्कुलै नयाँ दृष्टिकोणबाट सोचौँ है त। कल्पना गर्नुहोस् त, एउटा फार्म भनेको केवल जमिनको टुक्रा मात्रै होइन, बरु यो त एउटा उच्च प्रविधि र आत्मनिर्भर जैविक औद्योगिक पार्क हो। अब यदि यो एउटा औद्योगिक पार्क हो भने यसको पूर्वाधारको एक हिसाब किताब गरौँ न त। पहिलो प्रश्न, यसको मल कारखाना खोइ त कहाँ छ? के मल सधैँ बाहिरबाटै किनेर ल्याउनु पर्छ र? अचम्म त के भने जवाफ फार्मभित्रै छ। हो, कोसे बालीहरू र पशुको मल, यिनीहरू आफैमा एउटा मल कारखाना हुन्। यिनीहरूले सिधै हावाबाट नाइट्रोजन लिएर माटोलाई मलिलो बनाउँछन्। मतलब महँगो रासायनिक मल किन्ने झन्झट र लागत सिधै शून्य। ल, मल कारखाना त बेटियो। अब हिसाब किताबको दोस्रो प्रश्न, यो फार्मको पानी ट्याङ्की चाहिँ कहाँ छ त? खोइ। र जवाफ फेरि पनि हाम्रै खुट्टामुनि छ, माटोमा। जैविक पदार्थले भरिपूर्ण स्वस्थ माटो भनेको एउटा विशाल भूमिगत स्पन्ज जस्तै हो। यसले वर्षाको पानी मजाले सोसेर भण्डार गर्छ अनि खडेरीको समयमा त्यही पानी बालीको लागि जीवनजल बन्छ। यो त खडेरी विरुद्धको सबैभन्दा भरपर्दो बिमा भएन र? ठिक छ, मल कारखाना भयो, पानी ट्याङ्की पनि भयो। अब पालो आयो यो जैविक औद्योगिक पार्कको कीटनाशक प्रयोगशाला र सुरक्षा मुख्यालयको। त्यो चाहिँ कहाँ होला? फार्मको छेउछाउमा रहेका ती झाडीहरू र फूलहरू देख्नुभएको छ? हो, तिनै हुन् यसका प्रयोगशाला। किनभने यिनै ठाउँमा हानिकारक किराहरूलाई खाने मित्रजीवहरू बस्छन्। यो त फार्मको आफ्नै 24 घण्टा खटिने निशुल्क सुरक्षा बल जस्तै भयो। अब सोच्नुहोस् त, एउटा फार्ममा हुने यस्ता फाइदाहरू जब फैलिँदै धेरै फार्महरूमा पुग्छन् तब के हुन्छ? तब यसको प्रभाव व्यक्तिगत खेतबारीको सिमाना नागेर पुरै भूदृश्यमा देखिन थाल्छ। हो, अब सोचाइ व्यक्तिगत उत्पादनमा मात्रै सीमित रहँदैन, बरु क्षेत्रीय लचिलोपनमा केन्द्रित हुन्छ। जब हामी एउटा फार्मलाई मात्र होइन, सम्पूर्ण पारिस्थितिक प्रणालीलाई नै एउटा इकाइको रूपमा हेर्न थाल्छौँ, तब फाइदाहरू पनि सामूहिक रूपमा कैयौँ गुणाले बढ्छन्। ती झाडी र बोटबिरुवाहरूलाई केवल सिमानाको रूपमा नहेरौँ, यिनीहरू त जैविक करिडोर हुन्। एक किसिमले भन्ने हो भने परागसेचन गर्ने जीव र मित्र किराहरूका लागि एउटा भूदृश्यबाट अर्कोमा जाने राजमार्ग, र यसले गर्दा सिङ्गो क्षेत्र नै प्राकृतिक रूपमा स्वस्थ र लचिलो बन्न पुग्छ। ल, अब एकछिन कल्पना गरौँ। हजारौँ यस्ता स्वस्थ फार्महरू मिलेर एउटा विशाल पहाडी स्पन्ज बनेको छ। अब के हुन्छ? हरेक पटक पानी पर्दा यसले पानी सोच्छ, भूमिगत जल भण्डारलाई रिचार्ज गर्छ र कुनै बेला सुकेका पानीका मुहानहरूलाई पुरै समुदायको लागि फेरि बिउताइदिन्छ। कस्तो अचम्म! तर यो केवल पर्यावरणीय फाइदाको कुरा मात्रै होइन है।
यो दृष्टिकोण आर्थिक रूपमा पनि एकदमै तार्किक र दिगो छ। पैसाको कुरा पनि छ यहाँ। खासमा कृषि पारिस्थितिकीले जलवायु परिवर्तनको मामिलामा दोहोरो जितको अवसर दिन्छ। कसरी? एकातिर स्वस्थ माटो र बोटबिरुवाहरूले वायुमण्डलबाट कार्बन सोच्छन्, जसले जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्छ। अनि अर्कोतिर जैविक विविधताले खडेरी र बाढी जस्ता जलवायु सङ्कटहरू सहन सक्ने क्षमता पनि बढाउँछ। दुईतिरै फाइदा। यसलाई यसरी पनि हेर्न सकिन्छ। रासायनिक पर्खाल बनाउन हरेक मौसममा बीज किन्नुपर्छ, जुन कहिल्यै नसिद्धिने खर्च हो। तर जैविक पर्खाल अर्थात् मित्रजीवीहरूको वासस्थान बनाउनु भनेको एक पटकको लगानी हो, जसले वर्षौंसम्म सित्तैमा सुरक्षा दिइरहन्छ। यो खर्च होइन, यो त पुँजी निर्माण हो। र यी सबै परिवर्तनहरूको केन्द्रमा को छ त? किसान। र किसानको भूमिकामा आएको एउटा गहिरो र साँच्चीकै अर्थपूर्ण रूपान्तरण। अब किसानको पहिचान भनेको केवल मसिन चलाउने अपरेटर वा बजारबाट सामान किन्ने उपभोक्ता मात्रै होइन। बिल्कुल होइन। नयाँ पहिचान हो एक पारिस्थितिक प्रणालीको डिजाइनर, आफ्नो फार्मभित्रकै स्रोतहरूको संरक्षक र स्थानीय समुदायलाई बलियो बनाउने एक संवाहक। साँचो कुरा त के हो भने कृषि पारिस्थितिकी सायद एकमात्र यस्तो पूर्वाधार परियोजना हो जुन पुरानो हुँदै जाँदा झन्झन मूल्यवान बन्छ। सोच्नुस् त, एउटा निको पार्ने फार्म हरेक मौसम पार गर्दै जाँदा अझ बलियो, अझ धनी र अझ लचिलो बन्दै जान्छ। यो कुरा कुनै कङ्क्रिटको संरचनाले दिन सक्छ र? सक्दैन। र अन्त्यमा एउटा प्रश्न सोचेर छोडिदिउँ। यदि एउटा फार्म साँच्चीकै एक उच्च प्रविधि कारखाना हो भने त्यसको जैविक विविधतालाई मार्नु भनेको आफ्नै कारखानाको उपकरण तोडफोड गर्नु जस्तै भएन र?